कङ्ग्रेचुलेसन्स छवि भाइ। थ्याङ्क यू सर। छोटो समयमा अस्ट्रेलियन भिजा ग्रान्ट भएको छ तपाईँको। पोखरामा धेरै कन्सल्टेन्सीहरू थिए, त्यसबाहेक पनि तपाईँले म्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेस सम्झेर आउनुभयो। यहाँ आउँदाको तपाईँको त्यो कथा, यहाँ हाम्रो सर्भिसहरू जस्तो कि इक्जाम्पलमा अफर लेटर, जिएस डकुमेन्ट्स प्रिपरेसन, सिओई लगायत विविध सर्भिसेसहरूको तपाईँको अनुभव अनुसार तपाईँलाई कस्तो लाग्यो? सर्वप्रथम त म्याक्सलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई धेरै राम्रोसँग काउन्सिलिङ गरेर सपोर्ट गर्नुभएकोमा। पोखरामा एप्लाई गर्ने भनेपछि त सबै कुरो सुरुमा आफूलाई पनि थाहा हुँदैन। धेरै धेरै कन्सल्टेन्ट जाने बुझ्ने धेरै नै भयो। बुझ्दाखेरि अब कसैमा चाहिँ राम्रो कुरो पनि आउने, कसैमा चाहिँ त्यति इफेक्टिभ कुरो नआउँदाखेरि झन् शङ्का लाग्ने त अब खर्च गरेर गइसकेपछि कस्तो हुन्छ के हुन्छ, अब नचिनेको भिजा फसाइदिने कि एउटा डर त हुन्छ सबैलाई। त्यस्तो हुँदाखेरि चाहिँ अब पछि धेरै जाँदादेखि यहाँ आउँदा हजुरहरूले चाहिँ राम्रो तरिकाले काउन्सिलिङ गर्नुभयो, जसले मलाई सेटिस्फाई हुन्छ जसबाट। अनि त्यसबाट चाहिँ तपाईँको अफर लेटर चाहिँ कति दिनमा आयो? मेरो 2 दिनमै आएको थियो। 2 दिनमा अफर लेटर आयो। हजुर। त्यसपछि तपाईँले जिएस डकुमेन्टहरू सबै गरिसकेपछि लास्टमा बायोमेट्रिक गरेको कति दिनमा तपाईँको भिजा आयो? मेरो विथिन 3 भित्र चाहिँ भिसा आयो। अब अस्ट्रेलियन भिजाका लागि अस्ट्रेलिया एप्लाई गर्ने विद्यार्थीहरू अहिले धेरै छन्। अस्ट्रेलियन रुल रेगुलेसन्सहरूको बारेमा धेरै अफवाहहरू सुनेकाहरू होइन। अब उहाँहरूले राम्रो कन्सल्टेन्सी नपाएका होइन, राम्रो काउन्सिलरहरूसँग काउन्सिलिङ गर्न नपाएका हाम्रा विद्यार्थी भाइ बहिनीहरूको लागि तपाईँले के सन्देश दिन चाहनुहुन्छ? मैले चाहिँ अब जुन साथीहरू आइएलपिटी गरेर अस्ट्रेलिया प्लानिङ गरेर बस्नु भएको छ, उहाँहरूले चाहिँ ढुक्क भएर चाहिँ आउन सक्नुहुन्छ भन्छु। किनकि यहाँ चाहिँ अब काउन्सिलिङ हामीलाई चाहिँ मन आँटिराखेको पनि एउटा मेन प्रायोरिटी काउन्सिलिङ हुन्छ। सबभन्दा ठुलो काउन्सिलिङ, अनि पछि डकुमेन्ट बनाउने कुरोमा त्यस्तो फेक तरिकाले केही पनि हुँदैन। ओरिजिनल तरिकाले हजुरलाई के चाहिन्छ, हामीलाई कुनै कुरामा अप्ठ्यारो भए पनि उहाँहरूले चाहिँ त्यसलाई चाहिँ सहयोग गरेर राम्रो तरिकाले चाहिँ गर्नुहुन्छ। यहाँ चाहिँ ढुक्क भएर आउनुहोस् भन्न चाहन्छु। धन्यवाद भाइलाई। वन्स अगेन कङ्ग्रेचुलेसन्स। जस्ट नाउ अस्ट्रेलियन भिजा ग्रान्टेड। Massive congratulations to Chabilal Paudel. Now maximize your opportunity in Australia. उहाँको त अस्ट्रेलियन भिजा ग्रान्टेड भयो, अब पालो तपाईँको।